थुक्क नामर्दा थुक्क इज्जत नभएको थुक्क कस्तो संस्कारमा हुर्क्यौ केटा तिमी जुन कि गङ्गो छेत्रीले तिम्रो लागि तिम्रो विश्वासको लागि तिम्रो मायाको लागि तिम्रो लागि भनेर जुन आफू नाङ्गिन पुग्यो त्यही नाङ्गीपनलाई त्यही तिमीलाई गरेको मायालाई त्यो जुन तिमी माथि आँखा चिम्लेर विश्वास गरेकोलाई तिमीले त्यसलाई फाइदा उठायौ होइन भिडियो रेकर्ड गरायो किन हो छरपष्ट बनायो होला तिम्रो पर्सनल कुरा होला तिम्रो पर्सनल कुरा तिम्रो रेसिपी होला तर पनि यस्तो भिडियोहरू रेकर्ड गरेर भिडियो बाहिर फ्ल्यास गर्नु कारण किन तिम्रो आफ्नै मान्छे भयो भन्दा तिम्रो गर्लफ्रेन्ड भयो भन्दामा तिम्रो मान्छे भयो भन्दामा तिम्रो मन मिल्ने मान्छे भयो भन्दामा तिमीले त्यसरी भिडियो लिक गर्नुहुन्छ तिम्रो रेसिपी भयो भन्दा तिमीले त्यसरी भिडियो लिक गर्न मिल्छ उसको चाहिँ जीवन छैन तिम्रो दिदीबहिनी छैन तिम्रो आमा बाबाहरू छैन म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि गङ्गो छेत्रीको जुन भिडियो हेरेर हामीले इन्जोय गर्नुभन्दा यो भिडियो हेरेर हामीले पाठ सिकौँ आफ्नो मान्छेले विश्वास गर्न हुन्छ कि हुँदैन कस्तो मान्छेले विश्वास गर्ने कस्तो मान्छेले विश्वास नगर्ने कस्तो मान्छेसँग सम्बन्ध राख्ने कस्तो मान्छेसँग सम्बन्ध नराख्ने अनि के सम्बन्ध राख्दाखेरि कस्तो खालको भिडियो बनाउने कस्तो खालको फोटो बनाउने भन्ने कुरा चाहिँ तपाईँले ध्यान दिनु होला जुन कि गङ्गो छेत्रीले आफ्नो मान्छेले आफ्नो पार्टनरलाई एकदमै विश्वास गरेको कारणले गर्दाखेरि चाहिँ आज त्यस्तो अवस्था बन्न पुगेको छ गङ्गो छेत्रीको तपाईँले पनि त्यो भिडियो हेर्नुभयो होला कतिले हेर्नुभयो कतिले हेर्नु भएन होइन अनि यो भिडियो चाहिँ 7.2 भनेर चिनिन्छ सामाजिक सञ्जाल फेसबुक युट्युब टिकटक जति पनि सामाजिक सञ्जाल छ नि त्यसमा एकजना युवती गङ्गो छेत्रीको भिडियो फोटोमा चाहिँ 7.2 भनेर कमेन्ट छरपष्ट भएको तपाईँ हामीले देख्न सक्छौँ कि आखिर के हो त त्यो 7.2 भिडियो भनेको 7.2 भनेको के हो त 7.2 भनेको चाहिँ कसैको जीवनमा त्यो शब्दले उसले बिचरा लाइफ टाइमभरि बिर्सिने छैन होला 7.2 भन्ने शब्द 7.2 शब्द भनेको चाहिँ जुन कि गङ्गो छेत्रीले आफ्नो बोयफ्रेन्डसँग आफ्नो मनमिल्ने मान्छेसँग जुन भिडियो कलमा अनलाइन मार्फत आफू नाङ्गिन पुगेको थियो आफ्नो बोयफ्रेन्डको लागि आफ्नो बोयफ्रेन्डको विश्वासको लागि आफ्नो बोयफ्रेन्डको मायाको बचाउनको लागि ऊ नाङ्गिन पुगेको थियो त्यसैलाई नै भिडियो बनाएर त्यो नाथेले भिडियो भाइरल गराइदियो सामाजिक सञ्जालमा हालिदियो भिडियो लिक गराइदियो अब यसमा के भन्न के छ नेपाल सरकार के हेर्दैछ नेपाल पुलिस के हेर्दैछ र गङ्गो छेत्री तिमी के हेर्दैछौ कारण के छ कि तिमी डराएर बस्नु कारण के हो त्यो मान्छेले पक्राउ गराउन लगाउनु पर्दैन मान्छेको आफ्नो प्राइभेसी हुन्छ के हुन्छ कस्तो हुन्छ त्यो कुरा त छुट्टै छ त बाइबलमा लेखिएको छ नाकबाट सास फेर्नेको कहिले पनि विश्वास नगर्नु भन्ने लेखिएको छ हो त्यही नै लागू भएको छ त्यही नै लागू गर्नुहोस् तपाईँको जीवनमा नाकबाट सास फेर्ने प्राणीसँग कहिले पनि विश्वास नगर्नु कसैको विश्वास हुँदैन तपाईँलाई जुन बेलामा पनि धोका दिन सक्छ तपाईँलाई जुन बेलामा पनि घात हुन सक्छ त्यसैले नाकबाट सास फेर्नेको कहिले पनि विश्वास नगर्नु तपाईँ आफ्नो विश्वास गर्नुहोस् अनि गाइज अब यो कुरा छोडिदिउँ होइन अनि सुख दुःखको कुरा पनि भइराखेको हुन्छ अनि यो भिडियो मार्फत चाहिँ हामीले धेरै कुरा सिक्न सकिन्छ गङ्गो छेत्री तिमी धेरै टेन्सन नगर किन भन्दाखेरि मानिसको जीवनमा उतार चढावहरू आइराखेको हुन्छ अनि यस कुरामा चाहिँ आफूलाई बलियो बनाऊ तिम्रो लागि हामी छौँ त सबैजना छौँ त अनि कतिजना मान्छेले तिम्रो त्यही भिडियोमा रमाइराखेका छन् भने कतिजना मान्छे तिम्रो भिडियो हेरेर पाठ पनि सिकिराखेका छन् अबदेखि यस्तो गर्नु हुँदैन भन्ने कुरा तिमी एउटा पात्र बन्यौ केही छैन ठिक छ अब आफूलाई डरो बनाऊ आफ्नो आत्मबल बढाऊ कुनै पनि गलत निर्णय नलिऊ भनेर भन्न चाहन्छु है वाउ साकुरा फुलिरहेको छ तपाईँले साकुरा पछाडि देखिराख्नु भएको छ होला होइन अनि साकुरालाई चाहिँ नेपालीमा चाहिँ पैँयो भन्दो रहेछ है थाहा थिएन अनि हेर्नु त साकुराको फुल झरिरहेको छ टक्क माथिबाट हावा चल्ने बित्तिकै होइन कस्तो दामी फुलहरू झर्ने क्या वाउ गाइज अनि यस्तो दामी हावा चल्ने बित्तिकै अनि सर फुलहरू झर्ने कस्तो दामी क्या वाउ वाह त्यहाँ साकुरा वाउ हेर्नु त गाइज वाउ हल्का हरायो यार म साकुरा फुल खोजिरहेको छु गाइज होइन अनि साकुरा बोट यता छ होइन अनि जापान कोरिया चाहिँ साकुराले ढकमक्क हुने देश हो कि तैयाँ अरे पैँ बनाउँछु कि यता पर्वत टन्नै छ है त यो चाहिँ
चियान गाडी भइहाल्यो होइन अनि चियान गाडी तपाईँले भिडियोमा चाहिँ कति देखिराख्नु भएको छ चियान है त यो चियान पनि कति क्युट के वाउ भन्ने टाइपको के होइन अनि नेपालमा हो भने त चियान गाडी आउने बित्तिकै डर लाग्थ्यो नि त हामीलाई होइन नानी आउनुलाई तर यहाँ चाहिँ चियान गाडी देख्ने बित्तिकै वाउ टाइपको हुन्छ यस्तो यस्तो घुम्न आउनु मन लाग्छ ओ कस्तो दामी वाउ देखाएको छ गाइस भिडियोमा वाउ यार बस्छु यार गाइस म साखराको बोटमुनि बस्छु ल भिडियोमा देख्नु भएको छैन मेरो होस्टेल चाहिँ त्यही नजिकै छ होइन अनि ऊ त्यही हो मेरो होस्टेल चाहिँ अनि अहिले चाहिँ म पार्कमा आएर भिडियो बनाइराखेको छु अनि म रातभरि काम गरेर आएँ थाकेको बुझ्छु रातभरि काम गरेर अनि कलेज गएर अनि म बल्ल फर्केको अनि भोक पनि लागिरहेको छ अनि खाना पनि पकाउनु पर्नेछ गएर म खानासाना पकाएर खान्छु गाइस है त्यही हो दुःख सुखको कुराकानी गरियो तपाईँहरूसँग होइन त्यही हो त्यो गङ्गु छेत्रीको भिडियोबाट चाहिँ तपाईँले पनि एउटा ज्ञान लिनु होला पाठ सिक्नु होला त्यसलाई रमाइलो लागि मात्रै नलिनु होला होइन अनि गङ्गु छेत्रीलाई यस्तो उस्तो भनेर कमेन्ट नगर्नु कि गाइज तपाईँको पनि आफू दिए पनि हुन्छ होइन अनि त्यो कुरा त तपाईँ आफै पनि एउटा विचार गर्नुहोस् न यार त्यसरी बेइज्जत गर्ने काम नगर्नुहोस् त उसलाई बरु एउटा आठ साहस जागर दिनुहोस् न राम्रो कमेन्ट गर्नुहोस् न एउटा राम्रो कमेन्ट गर्दाखेरि तपाईँ के जान्छ भन्नु त तपाईँको कारणले गर्दाखेरि संसार चेन्ज हुन्छ भने किन नगर्नु होइन र राम्रो कमेन्ट गर्नुहोस् सबै कुरा ठिक हुन्छ अनि गङ्गु छेत्री वाउ 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 आइज त वाउ वाउ फुलहरू चाहिँ सरर झरिआएको छ होइन अनि साकुराको हेर्नु साकुराको बोर्डहरू फुलहरू मस्तले झरिआएको छ बाटैभरि फुलै फुल छ यार हेर्नुहोस् त वाउ हाम्रो होस्टेल चाहिँ त्यही हो गाई छ अब गोमी छ त यार हाम्रो होस्टेलमा त 4 छ त के हो यस्तो वाह यार गाइस फुल साकुरा